रिअर्डर प्याराग्राफ कसरी सल्भ गर्ने सचित दाइको स्टाइलमा गाइस आज सिकौँ तपाईँलाई रिअर्डर प्याराग्राफ गर्नलाई त सो तपाईँलाई यसरी प्याराग्राफहरू दिएको हुन्छ 4 देखि 5 वटा जुन चाहिँ ऱ्यान्डम अर्डरमा हुन्छ अब यसलाई हामीले फर्स्ट सेन्टेन्स पहिला पत्ता लगाउनु पर्ने हुन्छ सो यहाँ तपाईँले भने चिल्ड्रेन अफ पेजेन्ट्स भनेर भनेको छ पेजेन्ट्सको बच्चाहरू until late 1800s in Europe education for the masses did not exist हैन 1800 भनेको धेरै पहिलाको कुरा गरे यस्तो पहिलाको कुरा गरेको छ भने त्यो चाहिँ फर्स्टमा जान सक्छ फर्स्ट सेकेन्डतिर जान सक्छ है किनकि त्यो टाइमलाइन हामीले ख्याल गर्नुपर्छ नि त अनि एनी एजुकेसन दे रिसिभ्ड केम फ्रम देयर प्यारेन्ट्स भनेपछि दे रिसिभ्ड भनेको यहाँ प्रोनाउन आइरहेको छ सो यो पनि टपिक सेन्टेन्स हुँदैन देयरफोर देयर चिल्ड्रेन कसको चिल्ड्रेन हो कसको छोराछोरीको कुरा गरे वी डोन्ट नो सो यो पनि टपिक सेन्टेन्स हुँदैन ओन्ली द चिल्ड्रेन भनेको यो मात्रै भनेको छ भनेपछि यो मात्रै भन्नुभन्दा अगाडि त को छ त्यो हुनुपर्छ नि त सो यो पनि टपिक सेन्टेन्स हुँदैन सो यसमा टपिक सेन्टेन्स चाहिँ यो हुनसक्छ मेरो विचारमा किनकि यसले चाहिँ पहिलाको कुरा गर्यो होइन 1800 सम्म चाहिँ एजुकेसन नै थिएन अरे त्यसपछि बल्ल यसले यहाँ एजुकेसन भनेर भनिरहेको छ सो पहिला एजुकेसनै हुन्थेन अब बल्ल एजुकेसन आउन थाल्यो सो एजुकेसन कसरी आउन थाल्यो त भन्दा ओन्ली द चिल्ड्रेन अफ द नोबिलिटी एन्ड द भेरी वेल्दी रिसिभ्ड एन एजुकेसन एकदमै धनीमनी मान्छेहरू एकदमै ठुला बडा मान्छेको बच्चाहरूले मात्रै एजुकेसन पाउन थाल्यो पहिला एजुकेसन हुन्थेन धनी बाउको छोराले मात्रै एजुकेसन पाउन थाल्यो धनी बाउको छोराले एजुकेसन पाउन थाल्यो भनेपछि अब गरिब बाउको छोराहरूको के भयो त त्यसको बारेमा कुरा गर्नु पर्यो जुन चाहिँ यहाँ गरेको छ चिल्ड्रेन अफ पेजेन्ट्स भनेको किसानहरू होइन एन्ड द पुवर हेल्प देयर families on the farm or learn the trade उनीहरूले चाहिँ पढ्न पाएन उनीहरूले चाहिँ फार्ममा काम गर्नु पर्थ्यो अथवा एउटा केही सिप सिक्नु पर्थ्यो जस्तै जुत्ता सिलाउन सिक्नु पर्थ्यो साइकल बनाउन सिक्नु पर्थ्यो त्यो कुरा गर्यो अहिले हैन सो 1800 सम्म चाहिँ एजुकेसनै थिएन त्यसपछि जब एजुकेसन सुरु भयो धनीमनीको बच्चाहरूले मात्र पायो गरिबका छोराछोरीहरूले चाहिँ फार्ममा काम गर्नु पर्थ्यो त्यसपछि उनीहरूले अब देयरफोर आउँछ कि एनी एजुकेसन दे रिसिभ भन्दा चाहिँ एनी एजुकेसन दे भनेको कसलाई भनेको त यो चिल्ड्रेन अफ पेजेन्ट्सलाई भनेको है दे भनेर चाहिँ एनी एजुकेसन दे रिसिभ्ड केम फ्रम देयर प्यारेन्ट्स उनीहरूले अब जति सिके त्यो बाबामाबाट सिके तर सिन्स देयर प्यारेन्ट्स ह्याड अल्सो रिसिभ नो एजुकेसन मोस्ट अफ देम कुड नट रिड एन्ड राइट सो उनीहरूको बाबामा पनि त किसान थिए नि त पेजेन्ट र पुवर भनेको चाहिँ उनीहरूको बाबा पनि किसान थिए उनीहरूले नि केही पनि सिक्न पाएको थिएन सो एनी एजुकेसन दे रिसिभ केम फ्रम देयर प्यारेन्ट होइन यो जुन चाहिँ पेजेन्ट्स र पुवर पिपुल भयो त्यसको फ्लो भयो देयरफोर भनेको एउटा कन्क्लुडिङ कन्जङ्सन जस्तै हो सो जेनरली देयरफोरबाट आएको चाहिँ कि लास्ट कि सेकेन्ड लास्टतिर जान्छ भनेर गेस गर्न सक्नुहुन्छ तर यो यहाँ फ्लो पनि मिल्छ देयरफोर देयर चिल्ड्रेन कुड नट इदर उनीहरूले पनि पढ्न जान्दैन लेख्न पढ्न जान्दैन मोस्ट कुड नट रिड एन्ड राइट देयरफोर देयर चिल्ड्रेन कुड नट इदर यो ठ्याक्कै यो सेन्टेन्स र यो सेन्टेन्स कस्तो मिलेको छ हेर्नुहोस् त दे कुड नट रिड एन्ड राइट अनि देयर चिल्ड्रेन कुड नट इदर त्यो फ्लोले गर्दाखेरि पनि यसपछि यो आउँछ भन्ने कुरा थाहा हुन्छ सो यो चाहिँ तपाईँको राइट फ्लो हो गाइज ल हेर्नुहोस् यसरी तपाईँले गर्न सक्नुहुन्छ रिअर्डर प्याराग्राफ